सिंहदरबारमा आगो लगाउनेलाई फेरि पनि हामीले छोड्यौँ भने नि अब एउटा कुरो भोलि अरूले गरेर सत्ता कब्जा गर्दै गर्दा अब गर्छन् नि त पुलिसले हतियार उठाउँदैन किनभने फस्ने काम त पुलिसले गर्दैन भोलि गएर फेरि यही घटना भयो भने बालनजी थुनिने कि नथुनिने गृहमन्त्री थुने कि नथुनिने प्रश्न त्यहाँ उठेको छ त्यसले गर्दाखेरि छानबिन गरौँ सबैलाई छानबिन गरौँ र सधैँको लागि यहाँ लडाइँ हटाउँ हिजोका कुरा छोड्नुहोस् है अब देश स्वर्ण युगमा प्रवेश गरिसकेका छ अब रवि बालेनहरूले सुदनहरूले जसरी एक्सन लिएका छन् नेपाली जनता खुसी छन् तपाईँ खुसी हुनुहुन्छ कि हुनुहुन्न होइन म खुसी छु तर यो मानेमा खुसी छु यदि यो देखाएर एसपीपी पास गरिन्छ यदि यो देखाएर टिबेटियनहरूलाई यहाँ नागरिकता दिइन्छ यदि यो देखाएर आइपीएस पास गरिन्छ यदि यो देखाएर विदेशी सेना यो भूमिमा ल्याउने खेल हुन्छ भने त्यो कुरा सही हुँदैन नेपाली जनताले यो कुरा बुझ्दा हुन्छ नेपाली जनताले यो कुरा बुझ्दा हुन्छ एकातिर ओ गर्ने अनि अर्कोतिर त्यो काम चाहिँ नहोस् आइपीएस पास गर्ने एसपीपी पास हुने काम र त्यो रोक्नुपर्छ र 15औं दलाई लामा आज चाइनाले पनि सुनोस् अमेरिकाले पनि कान खोलेर सुनोस् भारतका नि सिआइएले चलाएका रहले पनि सुनुन् त्यहाँकाले नेपालमा दलाई लामा जन्माउन दिइँदैन नेपालमा यदि दलाई लामा जन्म्यौ भने त्यही दिन राति काठमाडौँ सकिन्छ त्यही दिन राति त्यसले गर्दाखेरि अब म अर्को कुरा तपाईहरुलाई अलिकति जानकारी गराउँछु अब यो सरकार कसरी जान्छ मलाई थाहा छैन वैदिक सनातन हिन्दू अधिराज्य र राज संस्थाको पक्षमा जानुपर्छ यी सबैलाई के लाग्यो तपाईलाई थाहा छ राजा मारेको राजा वीरेन्द्रको परिवार वंशनाश गरेको हिन्दू राष्ट्र हटाएर राजालाई दरबारबाट लखेटेको नि अहिले पाप गराएको यिनीहरूलाई अहिले पाप गराएको होइन त्यसले गर्दाखेरि यी सबै दलहरूले सुध्रेर बालनलाई पनि साथ दिउँ बालनलाई पनि म के भन्छु भनेदेखि बालनजी हिन्दू अधिराज्य ल्याउन तपाईँ अघि बढ्नुहोस् भ्रष्टाचारीलाई कारबाही गर्नुहोस् दुर्गा प्रसाईले काँध हाल्छ तर हामीलाई व्यापार व्यवसाय गर्ने हामीलाई सबै कुरा गर्ने वातावरण बनोस् हाम्रा लघुवित्त सहकारीका हाम्रा 12 बुँदे समस्या छन् नि जुन माग छन् हामीसँग जुन सरकारले गरेको प्रतिबद्धता छ क्याबिनेटबाट पास गरेको छ त्यसलाई लत्याउने कोसिस गर्नुभएको छ भने तपाईलाई पनि शान्ति हुँदैन त्यसले गर्दाखेरि ती हाम्रा मागहरूलाई अघि बढाउनुहोस् पुरा गर्नुहोस् त्यही हो सुदन गुरुङको हिम्मतको चौतारी रूपमा प्रशंसा भइराखेको छ तपाईले कसरी लिनु भएको छ होइन यस्तो छ हिम्मतको त कस्तो भने हेर्नुहोस् जिते मरे चप्परी मुनिको बास होइन जिते हस्तिनापुरको राज भन्छ नि अब हस्तिनापुरको राज भनेपछि सेना पुलिस देशको ऐस आराम सबै हातमा आएपछि त्यो त जसले पनि गर्छ नि त्यो ठुलो कुरो होइन क्या हिम्मत ठुलो कुरो होइन उहाँहरूले केही गरेर देखाउनु पर्ने छ यो पनि त गर्नु भएन भनेदेखि नि गरेन भनेर उहाँहरूलाई भोट दिएको नि त जनताले भोट दिएको कस्तो भोट आएको छ उहाँहरूलाई विखण्डित परिवार खाडीमा बसेका मान्छेको श्रीमती यता श्रीमान उता डिप्रेसनको पीडितको रुवावासी भएका मान्छेहरूको भोट आएको हो नि त उहाँहरूलाई र उहाँहरूले एउटा कुरा बुझ्नुहोस् एमालेकै भोट आएको छ उहाँहरूलाई काङ्ग्रेसकै भोट आएको छ उहाँहरूलाई माओवादीकै भोट आएको छ उहाँहरूलाई काङ्ग्रेस माओवादी त यत्रा भयो नि एमाले होइन त्यही एमाले काङ्ग्रेस माओवादी यत्रा भएकाले गर्दाखेरि आज यो हालत भयो यिनीहरूले बेलेमा बुद्धि नपुर्याउँदा त्यो स्थिति भएको त्यसले गर्दाखेरि म अहिलेको नयाँ सरकारलाई के भन्छु भने तपाईँ पनि केपी ओलीहरूको बाटोमा नजानुहोस् पहिला नागरिकका मुद्दा के हुन् दुर्गा प्रसादलाई पनि छलफलमा बोलाउनुहोस् अनि त्यहाँबाट नागरिकका मुद्दामा टेकेर अघि बढौँ अब केपी ओली बचाउनलाई सडक आन्दोलन गर्ने उद्घोष गरेको छ नेकपा एमालेले तपाईँ जानुहुन्छ ओली होइन त्यो त यस्तो त्यो उनीहरूको कुरा हो त्यो के एमालेको कुरा हो म एमाले होइन नि त म एमाले होइन नि त कुरा पनि होइन होइन म जनताको लागि जनता जोगाउन लागेको मान्छे हो देश जोगाउन लागेको मान्छे मैले देशको झन्डा बोकेको छु मैले हिन्दू राष्ट्र बोकेको छु मैले राज संस्था बोकेको छु कुरा बुझ्नुभयो के र म एउटा कुरा के भन्छु भने आज केपीएललाई पनि गला लाग्यो शेरबहादुरलाई पनि गला लाग्यो राजेन्द्र लिङ्गदेनलाई पनि गला लाग्यो नि मैले र राजाले के भनेको थियो सर्वपक्षीय सरकार बनाऊ संविधान संशोधन गरौँ सबैलाई स्पेस दिएर अनि चुनावमा जाउँ भनेर भन्दाखेरि कोही भोट नमानेका अहिले राजेन्द्र लिङ्गदेन दाइले पनि भेटाए केपी ओलीले त राम्रो भेटाए अब शेरबहादुर र आर्जु भागेर कहाँ छन् अब भागेका हुन् कि के छ उनीहरूको सिङ्गापुर छ अब तपाईलाई मैले भनेका कुरा यिनै हुन् त्यसले गर्दाखेरि राजाको कुरा लत्याउँदा राजा भनेको गार्जेन हो नि त्यसले गर्दाखेरि म के भन्छु भने
एमाले माओवादी काङ्ग्रेस लगायत देशमा भएका सम्पूर्ण राष्ट्रवादी शक्तिहरूलाई दुर्गा प्रसादलाई साथ दिनुहोस्, राष्ट्र जोगाउँ। विदेशीको हस्तक्षेपको भाजनमा पर्यो देश, भू राजनीतिमा पर्यो, सबैलाई थाहा छ नि अहिले पर्यो भनेर। र चैत 15 गतेको घटनामा पनि अब छानबिन होस्, किनभने चैत 15 गतेको घटना त मलाई मार्नलाई भनेर षड्यन्त्र गरेको थियो नि त। र चैत 15 गतेको घटनामा हामीलाई ज्यान मुद्दा लाग्छ भने नि यो 23 गतेको मुद्दामा केपी ओलीलाई पनि ज्यान मुद्दा लाग्नुपर्छ नि। म थिएँ त त्यहाँ ज्यान मार्दाखेरि, मैले गोली चलाएको हो त होइन नि त, मैले आदेश दिएको हो त पत्रकार मार्नलाई होइन नि। तर मलाई आरोप लगाइयो कि दुर्गा प्रसादलाई ज्यान मुद्दा चलाएको छ अहिले, कर्तव्य ज्यान। 7वटा मुद्दा छन्। त्यसले गर्दाखेरि केपी ओलीलाई पनि मैले के भनेको थिएँ भनेदेखि पाप कराएको क्या, पापको घडा फुट्यो। अब केपी ओलीहरूको पार्टीले आत्मआलोचना गर्दै वैदिक सनातन हिन्दू अधिराज्य र राज संस्थाको पक्षमा आउन म यहीँबाट आह्वान गर्छु। र तपाईँहरूको अन्तिम विकल्प र चौतारी भनेको जति ठुलै कुरा गरे पनि राज संस्था नै हो। राजा ल्याउँ, देश बचाउँ। ल होइन, मलाई एउटा कुरा चाहिँ के लाग्छ भने अब राज संस्था आउने बाटो चाहिँ खुल्यो, किनभने सबै दल एक भएर बालेनहरूकै पार्टीमा पनि राजा चाहिन्छ भन्ने धेरै छन्। होइन, बालेनले राजा फर्काउँछन् भन्ने विश्वास मलाई छैन। केही मिडियाका साथीहरूले भन्छन्, तर एउटा कुरा के छ भने अब वातावरण त्यो बनेर जाँदैछ। राज संस्था फर्किन्छ, राज संस्था फर्केन भने देशै रहँदैन।